अब बालेनले जिते पनि के भएर केपी ओली जिते के भएर मेरो काम मैले गर्नुपर्छ यी दुईटाले जितेर मलाई केही हुनेवाला छैन म सत्यता चाहिँ अब म ठ्याक्क भनिदिन्छु है अब यहाँनिर अब केपी बाको सर्लक्क हेर्छु अब केपी बा नरिसाउनुहोस् ल केपी बाको मैले सर्लक्क हेरेँ अब केपी बाको जन्म जिल्ला जन्मगिरिया ऊ जहाँ जन्मेको भए पनि ल देउताले सर्लक्क उहाँको देखाइदियोस् राम्रो ल उहाँको देखाइदियोस् है 1 2 3 4 5 6 7 8 9 उहाँले त भन्नुहुन्छ कि त्यो ठाउँमा चुनाव हुनै दिन्न भन्नुहुन्छ नि यस्तोको आयो त यहाँ चुनाव नहुने आयो उहाँले त के भन्नुहुन्छ भने म यो कुरालाई मान्ने हुने गर्ने छैन म अब त्यहाँ जानुभन्दा म फर्केर जान्न उहाँको पार्टीको मान्छेहरूलाई अन्तै खोज मेरो त्यो ठाउँ हुँदैन मलाई भन्नु सक्नु भएको छ त्यस्तो देखायो 9.5 स्थानमा छ बनेका घर भत्केका छन् उहाँको धेरै उहाँलाई साथ दिने मान्छेहरू धेरै पछाडि परिसकेका छन् बिहा घटिसकेका छन् खतराको सिङ्गल बजिया छ उहाँलाई ल केपी बालाई 9.5 स्थानमा जमेको ठाउँ छन् त्यहाँ परिपक्व भएका एमालेहरू पनि छन् हामी कठोर छौँ भन्छन् तर छोरा नातिले घुमाइदिन सक्छन् बाको इज्जत जान सक्छ अलि विचार गर्नु होला अब बालेन शाहको हेर्छु म है 1 2 3 4 5 6 7 ल हेर्नुहोस् 7औं स्थानमा साथीभाइहरूले जुग गाएर उहाँलाई चाहिँ त्यो ठाउँमा लिएर गएको छ यदि 7औं स्थानमा साथीले साथ छोडिदियो भने उहाँ जेल जानुहुन्छ फेरि यो कुरा लेखेर राख्नुहोस् प्रकाश भुजेलले बोलेको वचन यदि साथीले साथ छोडिदिएर भोलि त्यो ठाउँमा हार्नु पर्यो नि उहाँको फिक्स जेल जाने समय छ भोलि उहाँलाई अपकाल अवदोष र उहाँलाई अब फेरि यहाँनिर चाहिँ दोष सुरु भइसकेको छ 7औं स्थानमा उहाँलाई जसले माया गरेर हिँड्छन् ती व्यक्तिहरू भोलि जे पनि हुन सक्छन् फन्दा अप्ठ्यारो आपद विपदमा पर्ने मर्ने गायब हुने तिनीहरूलाई ठुला ठुला अवदोष लगाएर भित्र राख्न सक्ने योग देखिया छ भन्छ केपी ओली र बालेनको राम्रो देखिनु अवस्था छैन अहिले यहाँ 7.5औं स्थानमा म भन्दैछु 7 स्थानले 7 भाइले साथ दियो भने काम कुरो बन्यो उहाँको काम साथीभाइले साथ नदिएको खण्डमा उहाँ सिधै झर्नुहुन्छ उहाँको 7औं स्थान 7 दुना 14 14 10 24 24 34 34 10 44 वर्षको योग 44 वर्षको योगसम्म राजयोगसम्म उसले त्यतिखेर उसले देशै खाइदिन्छ चाह्यो भने 44 वर्षसम्म यसरी नै टिकिराख्यो भने यसरी नै समाजले पत्याइराख्यो भने उसले खाइदिन्छ उसको हातमा हुन्छ कि चाबी ताल्छ कसले खोल्ने भनेर तर उसलाई त्यो ठाउँसम्म जानको लागि